यो अगाडि देखिँदै गरेको बाटो सहज लागिरहेछ, सुविधाजनकै छ यतिको हेर्दा। यो वरिपरि सानो रुखहरूले ठुल्ठुलो अग्लो पहाडहरूलाई चाहिँ छलेको छ। तर यहाँसम्म आउनलाई धेरै कष्ट गरेरै आइयो। म अहिले छु सोलुको आई थिङ्क पावाखोला, ठ्याक्कै नाम बिर्सिएँ। हामीले 2 दिन एकदम अप्ठ्यारो पानी पर्दै गरेको कारणले गर्दा चिप्लो हिलो उबडखाबड बाटोहरू तय गरेर आइपुगेको छौँ। यहाँ फेरि आउँछु या आउँदिन थाहा छैन, तर यहाँसम्म आइपुग्दा केही समयहरू आफैसँग बिताउँदैछु। यो ठाउँ शुभ राम्रो कामको लागि त आएको होइन। यहाँ हाम्रो दिदीको पापालाई हामी अन्तिमचोटि बिदाई गर्न आएको हौँ। जीवनको यथार्थ सत्य भनेको मृत्यु हो, त्यो कुरालाई स्वीकार्न आएको हौँ। नराम्रो लाग्छ, नरमाइलो लाग्छ, आफ्नो मान्छेहरूलाई फेरि देख्न पाइँदैन भनेर सोच्दा पनि डर लाग्छ, मनमा भारी आउँछ। तर यही सत्य हो, जीवनको यथार्थ सत्य भनेकै मृत्यु हो। अनि यो मृत्युहरूले सायद जिन्दगीलाई जिउन सिकाउँछ एक हिसाबले भन्दा। जो कोहीको गल्तीहरूलाई माफ गर्न पनि सिकाउँछ, आफूले गरेको गल्तीहरूलाई स्वीकार्न सिकाउँछ, अनि जिन्दगीलाई फेरि नयाँ ठाउँबाट सुरुवात गर्न पनि सिकाउँछ। यही रुखको पातहरू हल्लिएको, कलिलो रुखको पात सँगसँगै बुढो झर्न लागेको सुकेको पात हाँगाहरूलाई हेर्दाखेरि पनि जिन्दगी जीवन्त बनाउन या बुझाउन सिकाउँदो रहेछ। सायद जिन्दगीको यथार्थ सत्य मृत्यु हो भनेर थाहा नहुँदो हो त जीवन यतिकै व्यर्थै फ्याँकिरहेको भइन्छ। हुनसक्छ कसरी जिउँदैछु भनेर थाहा पनि पाइँदैन। सम्भवतः अझै अहिले पनि कतै धेरैलाई यो यथार्थलाई स्वीकार्न सक्नुभएको छैन होला, अनि जीवनलाई दुःख मात्र हो भनेर सोचिराख्नु भएको होला, या जिन्दगी जिउन सुरु नै गर्नुभएको छैन होला। तर सत्य यही हो, जीवन सधैँको लागि छैन, अनि यहाँ कोही पनि सधैँको लागि छैन। जिउनु पर्छ भन्ने कुरा सिकिन्छ, बुझिन्छ, अनि सबैको लागि केही गर्न सकिन्छ, गर्नुपर्छ जस्तो पनि लाग्दो रहेछ। सायद ढिलो चाँडो होस्, कसै न कसैलाई कुनै न कुनै समय यो आउँछ, मलाई यस्तो लाग्छ। जीवनको यथार्थ यही हो भनेर थाहा नहुँदो हो त हामीले जिउने प्रयास पनि गर्दैनौँ होला। कसैको गल्तीलाई माफ पनि गर्न सक्दैनौँ होला, फेरि नयाँ प्रयासहरू पनि गर्दैनौँ होला। यही लाग्छ मलाई। आज यो घाम देखिँदै गरेको भोलि नदेख्न सकिन्छ सम्भवतः। मृत्यु सत्य हो भन्ने जब स्वीकारिन्छ, धेरैवटा कुरा जीवनमा परिवर्तन आउँछ, मलाई यस्तै लाग्छ।
त्यस पछाडि लापरवाह भन्दिनँ, बेपरवाह भएर जिन्दगी जिउने प्रयास पनि गरिन्छ। म जस्तै धेरैजना त आवारा भएरै जिउनु भएको होला। देख्दा म सबैको लागि आवारा लाग्छु, अनि मलाई पनि परवाह लाग्दैन यो कुराको। आवारा चाहिँ जिन्दगीको सत्य यही हो। म यहाँ छु आज, भोलि नहुन सक्छु। सो जिन्दगीलाई जिउँदैछु, जिन्दगी सुन्दर लाग्छ, यही कुरा स्वीकार्न सक्दा। अनि म नेपाली बुकहरू एकदम धेरै पढ्न थालेको छु। दिक्तेलमा हुँदाखेरि अनायास लिएको थिएँ, अनि अनायासलाई 4 चोटि किताब पढ्दाउँदा सकियो। दिक्तेलदेखि मोरङ, मोरङदेखि सोलुको यात्रामै सकियो। अनि सोलुको सल्लेरीमा आएर नम्रता लिएको छु, अनि नम्रताको केही पानाहरू मात्रै पढिसक्दाखेरि पनि कति गहिराइ छ यस्तै लाग्छ आफ्नो मनको कुराहरू सबै पोखिएको। अनायासले कहाँ पुर्यायो, कहाँ डुबायो, अनि नम्रताले फेरि कहाँ पुर्याउने हो। जेसुकै होस्, पढ्नुपर्छ, डुल्नुपर्छ, जिन्दगीलाई स्वीकार्नुपर्छ, आफ्नो होस् चाहे अरूको होस्, जस्तो सुकै कुराहरूलाई पनि आज छ भोलि छैन भन्ने बुझ्नु पर्छ। यस्तै लाग्छ मलाई चाहिँ। ओके, बाई बाई, सी यू।